आज बिहान अत्यन्तै एउटा दुःखद घटना भएको छ। मेरो निर्वाचन क्षेत्र मुगु जिल्लाका करिब 1 मिनेट भित्रमा आफ्नो कुरा राख्नुस् मान्य सदस्य। सम्माननीय सभामुख महोदय, आज बिहान अत्यन्तै एउटा दुःखद घटना भएको छ। मेरो निर्वाचन क्षेत्र मुगु जिल्लाका करिब 22-23 वर्षका युवा बिहान 11 बजे राहदानी बनाउन राहदानी विभाग पुगेका मुगु सोरु गापा वडा नम्बर 11 गणेश नेपाली मोटरसाइकल पार्किङ गरेकै भरमा नगर प्रहरीले निजको बाइक ताला लगाइदिएको र 10,000 जरिमाना गरेको विषयबाट मानसिक तनावमा परि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। निजको शरीर करिब 90% जलेको र हाल वीर अस्पतालको आइसियुमा अचेत अवस्थामा उपचार गराइरहेका छन्। सम्माननीय सभामुख महोदय, कुनै पनि जरिमाना वा प्रशासनिक कारबाही नागरिकको जीवनभन्दा ठुलो हुन सक्दैन। कानुनको कार्यान्वयन आवश्यक र छलफल मानवीय संवेदनशीलतालाई मध्यनजर राखी निजको आफ्नो भनाइ पूरा गर्नुस् मान्य सदस्य। सम्माननीय सभामुख महोदय, कुनै पनि जरिमाना वा प्रशासकीय कारबाही नागरिकको जीवनभन्दा ठुलो हुन सक्दैन। कानुनको कार्यान्वयन आवश्यक छ, तर मानवीय संवेदनशीलतालाई बुझ्नु पर्दछ। त्यसैले म नेपाल सरकारसँग यस घटनाको निष्पक्ष छानबिन, घाइतेको निशुल्क स्वास्थ्य उपचारका निम्ति म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु। प्रभावकारी उपचार आवश्यक परेको छ। जिम्मेवारमाथि निजलाई आत्मदाह गराउने प्रयास गर्ने र निजको जीवन हत्या गराउने प्रयास गर्ने निज दोषीप्रति कारबाही गरियोस् र हृदयघात घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न म नेपाल सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, यो त प्रतिनिधि घटना मात्रै हो। अहिले जुन सरकारले ट्राफिकका नाउँमा जथाभावी पैसा उठाउने काम गरिरहेको छ र यसले यो घटना मात्रै होइन, पुनः घटना कति दोहोरिन्छन् यो भोलि देखिने कुराहरू। त्यस कारणले नेपाल सरकारले कमसेकम नेपाली जनतालाई शिरोधार्य गरेर जरिमाना कम गराउने प्रयास गरोस्। हवस्, धन्यवाद।